एउटा छ है, तल तपाईलाई म लिंक दिन्छु है, नेपाली अपडेट इन क्यामन भन्ने एउटा पेज खुलेको छु। त्यो पेजमा चाहिँ फेसबुक पेज हो, त्यसमा छिटो भन्दा छिटो गएर क्यामन आउँदै हुनुहुन्छ, क्यामनको बारेमा केही जानकारी अझ धेरै लिनु छ भने त्यहाँ हिँडेर क्यामनको सबै कुराहरू अपडेट गरेको हुन्छ। छिटो भन्दा छिटो गएर फलो लाइक गर्नु होला र क्यामन आउने सबैलाई शेयर गर्नु होला है त। छिटो भन्दा छिटो त्यो पेजलाई सबैजनाले फलो गरिदिनु होला र क्यामन आउनेहरू नमस्कार अनि हार्दिक स्वागत छ न्युज पर्वा युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि मेरो नाम दीपक थापा र दर्शकबिन, मैले क्यामनको बारेमा धेरै कुराहरू भिडियोहरू बनाएर हाल्ने गर्थेँ र धेरैजनाले माया गरिदिनु भएको थियो। अझै पनि म क्यामनको बारेमा धेरै भिडियोहरू बनाएर हाल्ने छु र अहिले कामको व्यस्त कारण थोरै समय भएको थियो मैले भिडियो हालेको थिएन। र यदि तपाईँ क्यामन आइल्यान्ड आउँदै हुनुहुन्छ र सँगै क्यामन आइल्यान्डको बारेमा केही कुरा जानकारी लिनु छ र क्यामन आइल्यान्डको बारेमा सबै कुरा बुझ्नु छ भने यो भिडियो सबैभन्दा पहिला अन्तिमसम्म हेर्नु होला। र आज भने चाहिँ म तपाईँलाई क्यामनको सानो टाउन है सँगै म बाइकमा टाउन सँगै देखाउँछु र केही क्यामनको अहिलेको नयाँ अपडेटको बारेमा पनि म भिडियोमा भन्ने छु। भिडियोमा सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। र अहिले एकदम गाह्रो छ क्यामनमा, मैले बारम्बार भिडियोमा भन्छु क्यामन आउँदै नआउनु होला बिना काममा। यदि तपाईँलाई कसैले पनि लोभ लालचमा लिएर आउँदैछ भनेपछि प्लिज क्यामन नआउनु होला है त, नआउनु होला। किनकि अहिले चाहिँ एकदम गाह्रो छ यहाँको अवस्था, जब पाउन गाह्रो छ। धेरै मान्छेहरू रिस्क मोलेर आउँछ, यहाँ ल्याएर जब पाउँदैन, पर्मिटको समस्या हुन्छ। त्यो कारणले गर्दा सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला। र अब भने चाहिँ म घरबाट निस्किसकेको छु, यता घरमा निस्किसकेको छु। अब भने चाहिँ म बाटोबाटै तपाईँलाई देखाउने छु। भिडियो सबैजनाले अन्तिमसम्म हेरिबाटै है अब जानुपर्छ। यतैतिरबाट म चाहिँ अब यहाँबाट तपाईँलाई म देख्नु सक्नुहुन्छ भर्खरै सूर्य लाग्छ, तर चाहिँ बाटो चाहिँ यस्तो छ कि यस्तो छ कि म यता माथि जान्छु। र मैले गर्ने रेस्टुरेन्ट फेरि यही हो है त, मैले गर्ने रेस्टुरेन्ट चाहिँ यही नै हो, तपाईँले देख्न सक्नुहुन्छ। मैले गर्ने रेस्टुरेन्ट नै यही हो। भिडियो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है त। र यहाँबाट म चाहिँ तपाईँलाई बिस्तारै देखाउने छु। र हिँडेरै बनाउन आउँछु भनिरहेको थिएँ, तर आज चाहिँ अलि उ छ भनेर ल यही हो टाउन है एरिया चाहिँ तपाईँले देख्न सक्नुहुन्छ भने मैले चाहिँ यहाँबाट तपाईँलाई मेन सिटी अनि टाउन अनि देख्न सक्नुहुन्छ मैले गर्ने रेस्टुरेन्ट चाहिँ यही नै हो है। र मैले यहीँ काम गर्छु र यो चाहिँ मेन टाउन एरिया हो। र सँगै टाउनबाट चाहिँ यता पछाडिपट्टि चाहिँ यो मेन तिर जाने चाहिँ यहाँबाट यसरी है, भित्रभित्रबाट यस्तो छ यहाँभित्र र यसरी जान सकिन्छ। र सँगै यहाँबाट चाहिँ अब देख्न सक्नुहुन्छ मैले गर्ने रेस्टुरेन्ट र बाहिरको भ्यू चाहिँ यस्तो छ है। र ठ्याक्कै तपाईँ टाउनमै आउनुभयो भने चाहिँ मलाई चाहिँ यदि तपाईँ क्यामन आउनुभयो भने यदि भेट्नलाई उ छ भने पछाडि चाहिँ तपाईँ ठ्याक्क लाएर यो देख्न सक्नुहुन्छ है। यो उतातिर बेसर मल छ र यतानिर चाहिँ यो मेरो रेस्टुरेन्ट सार्किट चाहिँ तल एक तल यो सबै हाम्रै हो। अनि त्यसपछि माथिल्लो तल 3 तल छ यसमा रेस्टुरेन्ट छ भने यतातिर चाहिँ तपाईँ जानु हो भने टाउनतिर है यो कर्क रिपोर्ट र जुन चाहिँ अहिले हालेको यो इट्टाको स्लोपतिर पाउनुहुन्छ भने यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ पेडलिङको उ छ, घडी पसल ठुलो छ र सँगै यो अगाडितिर चाहिँ पोर्टको एरिया छ है, पोर्टको एरिया छ। र यतापट्टि चाहिँ यतातिर चाहिँ मान्छेहरू टर्न हुन्छ उतातिर। र सबैजना आउनुभयो भने मलाई भेट्नु होला है त। र भिडियो कस्तो लाग्यो धेरै माया गरिदिनुहुन्छ, भिडियोमा धेरै कुराहरू सोध्नुहुन्छ, भन्नुहुन्छ क्यामन कस्तो छ, क्यामन आउन कसरी सकिन्छ जस्ता धेरै कुराहरू भन्नुहुन्थ्यो र मैले धेरै जस्तो भिडियोमै बनाएर हाल्ने गर्थेँ। र आज भने चाहिँ म तपाईहरुलाई चाहिँ क्यामनको अहिलेको अवस्थाको बारेमा चाहिँ भिडियोमै
देखाउने छु र भन्ने पनि छु र सँगै यहाँ क्यामनको अहिलेको अवस्था र सँगै म चाहिँ अब यहाँबाट निस्किसकेँ र म तपाईँलाई सबै टाउनको भिडियोहरू देखाउँदै जानेछु है त। भिडियो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। र कस्तो छ क्यामन भन्नुहुन्थ्यो, घरहरू यिनै हुन्, वरिपरिका घरहरू, सानो सानो घर, त्यही हो। ल यहाँ त ट्राफिक सिग्नल पो ट्राफिक रहेछ है। अब चाहिँ देख्न सक्नुहुन्छ म यहाँबाट तपाईँलाई सरसर्ती देखाउने छु। यताउताको सिन चाहिँ यही हो, बाटो यही हो, क्यामनको घरहरू यही हुन्, वरिपरि बन्दैछन् ठुला ठुला घर र उतातिर होटेलहरू, ठुला ठुला होटेलहरू छन्। नत्र भने घरहरू त्यही मिडियम खालको, अब भनौँ भने अब विदेशी टाइपको घरहरू, सानो सानो टराथङ्गको घरहरू हुन्छ। र यो चाहिँ मेन हाइवे रोड पनि हो। मेन हाइवे भनौँ भने यो चाहिँ टाउनबाट वेस्ट पे जानेदेखि ल्याएर जुन चाहिँ टुरिस्टहरूलाई घुम्ने अनि हिँड्ने र एरियामा धेरै जसो टुरिस्टहरू आउने एरिया पनि हो। र यहाँनिर साइडतिर चाहिँ क्रुज सिप आउँछ। क्रुज सिपमा धेरै मान्छेहरू घुम्न आउने गर्छन्। त्यही भएर मान्छेहरू धेरै आउने भएको कारणले गर्दा यो एरियामा एकदम बिजी पनि हुन्छ। र आज भने चाहिँ अलिक क्रुज सिप नआएको दिन भएको कारणले गर्दाखेरि त्यति रोडमा मान्छेहरू देखिएका छैनन्। अब भने चाहिँ अझै आज अलि अगाडि गयो भने अझ यो टाउनको मेन मुटु जुननिर छ, जुन सिपबाट झर्ने छ, त्यो ठाउँमा त झन् टेक्न नसक्ने हुन्छ, जुन चाहिँ बिजी सिजनको समयमा है त। र रोड चाहिँ यही नै हो। रोडमा चाहिँ मान्छेहरू चाहिँ प्रायः जसो यहाँको त्यति हिँडेको देखिन्न, तर बाहिरबाट आउने घुम्ने मान्छेहरू चाहिँ यो एरियामा एकदम धेरै नै मान्छे हुन्छ है त। र यहाँबाट चाहिँ अब म तपाईँलाई मेन टाउन है, जुन चाहिँ सिप आउने एरिया, त्यहाँसम्म तपाईँलाई म पुर्याउने छु। त्यहाँबाट म चाहिँ आज उता एक ठाउँमा जानुपर्ने छ, त्यहाँनिर जान्छु र तपाईँसँग बसेरै त्यही गफगाफ गरौँला है त। भिडियो सबैजनाले अन्तिमसम्म हेर्नु है। र अब चाहिँ सिप आउनेबाट मान्छेहरू झर्ने एरिया यो एउटा टर्मिनल हो। यसलाई रोयल टर्मिनल भन्छ, जुन चाहिँ यो सिग्नलको उसबाट यहाँनिरबाट मान्छेहरू निस्किन्छन् सिपबाट आउने। र एरिया एकदम बिजी हुन्छ है सिप आउँदाको समयमा। आज चाहिँ सिप आएको छैन, त्यो भएर चाहिँ म सिप आउँदाको दिनमा पनि भिडियो बनाएरै हाल्नेछु है त। र सँगै अब यहाँबाट चाहिँ यही हो मेन मुटु भनेको चाहिँ टाउनको, जस्ट टाउन भन्छ यसलाई। यो चाहिँ मेन मुटु एरिया हो। र यतापट्टिबाट तपाईँलाई म देखाउँछु है त यो अब आएको जुन रेस्टुरेन्ट तपाईँले देख्न सक्नुहुन्छ। यो लेफ्ट साइडमा रहेको यो दुई तले रेस्टुरेन्ट चाहिँ मैले गर्ने रेस्टुरेन्ट यहीँनिर हो। र यो चाहिँ टाउनको मेन मुटु पनि हो है। यो एरिया चाहिँ एकदम मुटु हो, क्रुज सिपहरू आउने एरिया भएको कारणले गर्दा यहाँनिर मान्छेहरूको धेरै भिडभाड चल्छ जुन चाहिँ सिप आउँदाको दिनमा। अनि त्यसपछिबाट म तपाईँलाई यहाँ सबै कुराहरू भिडियोमै देखाउने छु। ल अब हेर्नुहोस् है त। अब चाहिँ यो अब तपाईँले देख्न सक्नुहुन्छ, यता लेफ्ट साइडतिर देख्न सक्नुहुन्छ, राइट साइडतिर सरी, त्यहाँ क्रुज सिप आएको छ जुन चाहिँ एउटा कार्गो सिप हो, सामानहरू ल्याएर। र आनन्द छ, रमाइलो छ। समुद्रको पानी, निलो पानी, सानो सानो घर सँगै रोड, एकदम जाडो पनि हुँदैन। गर्मी त अब गर्मी नै हो त्यति। अब तराईको गर्मी भने पानी परिरहेको हुन्छ, ठिकै लाग्छ मलाई चाहिँ अहिलेको वातावरण यहाँको। यति रमाइलो लाग्छ। तर जब पाउनु पऱ्यो, काम पाउनु पऱ्यो, तर धेरै रमाइलो लाग्छ। महँगो चाहिँ एक्सपेन्सिभ, सबैभन्दा वर्ल्डकै नम्बर 2-3मा पर्छ यो। धेरै महँगो देश पनि हो। पैसा चाहिँ यति महँगो छ, यति महँगो छ, तर कमाइ पनि राम्रो ठाउँमा पर्नेको कमाइ पनि छ। र आज भने चाहिँ म यस्तै यस्तै सरसर्ती तपाईँलाई देखाउँदै जानेछु। र सँगै आज चाहिँ म तपाईँसँग केही कुराकानी पनि गर्नेछु, ताकि सानो कुराकानी केमनको हो। र यहाँबाट तपाईँलाई म सबै भिडियोमै देखाउने छु है त।
दर्शकबिन मैले धेरै भिडियोहरू हाल्ने गर्थेँ केमनमा आउनको लागि गाह्रो छ यस्तो छ सबै कुराहरू भनेर मैले भिडियो बनाउने गर्थेँ र धेरैजनाले माया गरिदिनु भएको थियो र केही समय भएको थियो मैले युट्युबमा भिडियो हालेको थिएँ होइन र धेरैजनाले मेसेज कल गर्नुहुन्छ सोध्नुहुन्छ तपाईँको भिडियो हेरेर म केमन आउन लागेको हो भनेर भन्नुहुन्छ र मैले धेरै कुराहरू भिडियोमै भनेको हुन्छु है। राम्रोसँग ध्यान दिएर तपाईँहरूले सुनेर बुझेर आउनु होला है त। त्यस्तरी जसले अब अमेरिका हो भनेर तपाईँलाई 20 लाख 30 लाख रुपियाँ लिएछ भनेपछि त्यो चाहिँ सुनेर नआउनु होला र अहिले यहाँ काम पाइँदैन बिना काममा त तपाईँहरू आउँदै नआउनु होला कोही पनि। अहिले त म भन्छु बिना काममा त तपाईँ आउँदै नआउनु है। तपाईँ आउनुभयो भने भोलि बिहान मैले भन्थ्यो भनेर भन्नु होला आफैले नपाउने दुःख पाउनुहुन्छ। एउटा बिना कामै हो भनेर मात्र आउनु होला। बिना काममा आउनुभयो भने तपाईँलाई यति दुःख कि यत्रो महँगो देशमा तपाईँलाई काम त नपाइएला थोरै समय पाइएला 6-7 महिना भन्ने लाग्थ्यो तर पर्मिटको एकदम धेरै लफडा छ अहिले समयमा पर्मिट नै गाह्रो छ। त्यही भएको कारणले गर्दा एकदम है तपाईँ चाहिँ एकदम बुझेर मात्र आउनु होला है त। यति गाह्रो भएको छ कि अहिलेको समयमा। अनि कति नेपालीले काम पाएको छैन कति नेपालीहरू एक्सटेन्सन भिजा लिएर बसेको छ त्यो पनि धेरै दिँदैन 1 महिना भन्दा बढी एक्सटेन्सन दिँदैन। पहिला जस्तो सजिलो छैन एकदम गाह्रो छ र पैसा यत्रो महँगो तिरेर तपाईँ यसरी आउनुभयो भने धेरै गाह्रो पर्छ र यहाँको कुनै त्यस्तो लाइफ छैन किनकि भोलि बिहान युएस जानको लागि हो भनेको पनि हुन्छु है। धेरैजनाले सुन्नुहुन्छ कतिजनाले सुन्नु पनि हुन्न र कतिजनाले अब बुझ्नु भएको छ कति बुझेर पनि आउनुहुन्छ यहाँ किन एउटा बाध्यता होला है। तर बाध्यता छ भन्दैमा चाहिँ त्यसरी चाहिँ नआउनु होला किनकि अहिले एकदम गाह्रो छ यहाँ है त। राम्रोसँग बुझेर आउनु होला र पैसा भन्ने कुरो चाहिँ एकदम महत्त्वपूर्ण। पैसा कमाउनु राम्रो भन्दा पनि अब सबैभन्दा ठुलो चाहिँ यहाँ आउनको लागि गाह्रो भन्ने कुरा हुन्छ। एकदम गाह्रोको कारणले गर्दाखेरि काम मेन समस्या काममा छ। कामसँगै विभिन्न थरीको है जस्तै पर्मिटको समस्या छ। तपाईँलाई त जसले ल्याउने मान्छेले तपाईँलाई केही समय गर्छ त्यसपछिबाट फेरि आफ्नो गर्छ छोडिदिन्छ। गाह्रो चाहिँ तपाईँलाई पर्छ है र राम्रो बुझेर आउनु होला। र अहिले चाहिँ तपाईँलाई बरु अनलाइन सेल्फबाट तपाईँसँग राम्रो स्किल छ भने राम्रो तपाईँलाई इङ्ग्लिस छ भने बरु अनलाइन एप्लाई गर्नु। तपाईँलाई आउनै मन छ भने यदि अनलाइन गर्नुभयो भने कुनै ठाउँबाट तपाईँको स्किलको आधारमा चाहिँ तपाईँलाई बोलाउन पनि सक्छ। त्यसको लागि पनि म अर्को भिडियोमा कसरी अनलाइन एप्लाई गर्ने भन्ने पनि म भन्ने छु र सबै भिडियो मेरो पहिलाको भिडियो नि हेरेर आउनु होला। र सँगै मेरो एउटा फेसबुक पेज छ है जुन पेजमा चाहिँ मैले केमनको बारेमा सबै कुराहरू अपडेट गराउने गर्छु। त्यो पेजबाट त्यो पेजमा पनि सबैजनाले फलो गर्नु होला है त। पेजको नाम छ नेपाली अपडेट इन क्यामन भन्ने छ। त्यसमा गएर नेपाली अपडेट इन क्यामन भन्ने छ नेपालको र क्यामनको झन्डा छ र त्यसमा जानु होला र हेर्नु होला र सबै कुराहरू म भिडियोमै अपडेट गराएको हुनेछु। र भिडियो तपाईहरूलाई धेरै कुराहरू बुझ्नु छ भने पछाडि पनि कमेन्ट गर्नु होला। कमेन्टको आधारमा म भिडियो बनाउने छु र मेरो भिडियोलाई धेरै माया गर्नुहुन्छ। र लास्टमा पनि म के भन्छु क्यामनमा धेरै गाह्रो छ अहिले यो समयमा। पर्मिटको गाह्रो छ जुन चाहिँ तपाईँ यहाँ आएर काम पाउनु भएन भने पछाडि चाहिँ तपाईँको पर्मिट सक्यो भने अहिले एक्सटेन्सन भिजा पनि एकदम कम दिन्छ। र अर्को सेकेन्ड अप्सन भनेको यहाँनिर आए पछाडि बढी भनेको समस्या भनेको यहाँनिर जब पाउन त्यस्तै गाह्रो छ र सँगै जब पाइहाले पनि भने जस्तो हुँदैन र त्यसमा पनि यत्रो 18-20 लाख तिरेर चाहिँ तपाईँ नआउनु होला। तपाईँको आफ्नै मान्छे छ भने तपाईँलाई पैसा लिएको छ भनेपछि तपाईँलाई गलत गर्दैछ। यहाँको पर्मिट भनेको एजेन्सीलाई तिर्नु होला 1000, 2000, 2500 तिर्नु होला पर्मिटको होला चार्ज। त्यहाँभन्दा बढी कसैले तिर्दैन। त्यो भनेको 2-3 लाख रुपियाँ होला एउटा पर्मिटको। तपाईँसँग 18-20 लाख रुपियाँ खाएको हुन्छ। त्यही भएर एकदम ध्यान दिएर गर्नु होला। र सबैभन्दा पहिला मेरो पेजलाई पनि फलो गर्नु होला है त। र पेजलाई फलो गर्नुभयो भने त्यहाँनिर सबै क्यामनको अपडेटहरू देखाउने छु है।